वेलकम ब्याक टु माई ब्लग। मैले धेरै पछि भिडियो बनाएको छु किनकि हामी मुस्ताङ जान लागेको छौँ। आज चाहिँ अहिले चाहिँ घरबाट हिँड्न लागेको। अब उहाँ त अब बेलुका पुगिन्छ। अहिले यो त ड्रेस त अब यहाँ गऱ्यो भइहाल्छ हेर। अनि यो चाहिँ अहिले यहाँ जानु लाएर जाने अनि उहाँ गएर फेर्ने। यो प्यान्ट चाहिँ अब भमिटिङ रोक्ने भयो। अब म जसैलाई चाहिँ नि हाल्यो भमिटिङ आउने पछि। अब त्यसपछि अब आज उहाँ पुगिन्छ होला अनि जोसँग यस्तै कता बस्ने अनि त्यसपछि भोलिपल्ट पूजा गर्ने अनि त्यो दिन चाहिँ पोखरा आएर बस्ने कुरा भयो। हेर म बेसी के हुन्छ भोलि नै थाहा हुन्छ। अब चाहिँ जान लागेको अनि त्यसपछि अब जान्छौँ। अब हेरौँ बाटोमा सुत्दै कहाँ चाहिँ क्यारे गरिन्छ। म लास्ट टाइम म काठमाडौँ जाँदा काठमाडौँ घरसँग सुत्दै आएको थिएँ। अब यो टाइम चाहिँ मिस गर्दिनँ म सुत्दिनँ भनेर बिकज यो फर्स्ट टाइम हो नि त मुस्ताङ। अनि मुस्ताङ जस्तो ठाउँ हेरेर जानु पऱ्यो। त्यही भएर अब चाहिँ हामी जान्छौँ। कति अब 5:30 हुँदैछ। अब चाहिँ हामी जाने। अब बाटो बिचमा नि अब म बोलिरहेको हुन्छु बनाइरहेको हुन्छु हेरिदिनु। को जान्छ म देखाउँछु ल बाहिर। सबै हिँड्नु जान लाग्यो होइन। अब जान लागेको अब चाहिँ पछाडि गाडी छ। हामी यता यति कति छ 7जना छौँ। अनि उता ठुलमामलाई विकास चोकबाट अनि लिएर जान्छौँ। ठुलमाम चाहिँ त्यहाँ चढ्नुहुन्छ। बेसी जाम अब कल चाहिँ यहाँ खाजा खानु रोक्यो क्या। यहाँनिर खै यो कहाँ हो। अब यहाँनिर खाजा खानु रोक्यो। अनि त्यसपछि अब चाहिँ यहाँबाट चाहिँ अब जानु लागेको। हामीसँग आएको गाडी नि रहेछ अर्को। उता चाहिँ अङ्कलहरू नि आउँदैन भयो। वेट गरेर राख्नु त्यही भएर अनि चाहिँ आउनु भएन आन्टीहरू। उता यो बुट चाहिँ राम्रो छ यहाँको हेर है ल। यस्तो भयो। अब चाहिँ जान लाग्यो। ए यहाँको भ्यू चाहिँ आज कस्तो धमिलो देखेछ। उहाँ विशेष देखाउँछु। उहाँको त राम्रै होला नि त होइन। अब चाहिँ यो चाहिँ चिया खानेर के हो यहाँको त। अब त्यसपछि पोखरा गएर चाहिँ खाना खाने भन्नुभयो। अब उतै जाम अब यतातिर अब जाम जति सक्दो जाम। अब नसुतौँ भनेको अघिमा सुतेर झन् लडिनँ नि त। अनि झ्याकको भ्यू चाहिँ हालेँ कि म चाहिँ अगाडि नै फ्रन्टमै बसेको। त्यही भएर अब चाहिँ हामी जान लाग्यो है ल। हामी आएको चाहिँ स्कर्पियोमा हो। हेलो जाँदै बाटो साइड हाल्ला आउँदै मामाले रोकेको थियो। मामाजीलाई नमस्ते गर्यो। बाटो जस्तो यस्तो छ टाउको दुखिन्छ। त्यो चाहिँ राम्रो लाग्यो मलाई चाहिँ। मतलब बमिट हाल्दै बमिट भयो बाटो यसले कस्तो बाटोले गर्दा बमिटिङ चाहिँ अब अब त हुँदैन। कस्तो गाह्रो भएको थियो। यो ब्यान्डको केही काम रहेछ। रोक्दा पनि रोकेन बमिट। यो ब्यान्डको काम चाहिँ बमिटिङ रोक्ने अरे होइन। काठमाडौँ जति काम गरेको थियो बट आज चाहिँ किन काम काठमाडौँ जाँदा मैले औषधि नि खाएको थिएँ। त्यही भएर होला आज चाहिँ मैले औषधि खाएको ट्राई गरेँ। तर मैले धेरै बेरसम्म नगरेको। क्राउड चाहिँ छ यो। अब चाहिँ पोखरा आउनलाई कहाँ यो त केही थाहा छैन मलाई। बट पोखरा आउनलाई यति थाहा। अरे कहना क्या चाहते हो। यति बेला चाहिँ के बोल्ने केही थाहा थिएन। म चाहिँ चुपचाप लाएर है अगाडि भ्यू हेर्दै बसेको थिएँ। यो चाहिँ हेम्जाको भाइरल रोड हो। जहाँ दामी छ दामी होइन दामी बबाल। एकैछिन चाहिँ झ्याउलाइरहेको थियो। त्यो पनि रमाइलो भइरहेको। अब चाहिँ खाना रोकेको खाना खाने अनि जाने। हामी चाहिँ खाना खाएर निस्किसक्यौँ। अब चाहिँ हामी पञ्चकोट भन्ने मन्दिरमा जानु लागेको। पञ्चकोट र पुम्देकोट चाहिँ उस्तै छ अरे कि। तर पुम्देकोट चाहिँ हल्का हाइटमा पञ्चकोट नै हाइटमै छ अरे कि। आज चाहिँ हामी यो पञ्चकोट भन्नेमा यहाँ हेर्नु कस्तो राम्रो छ यार। यहाँनिरको भ्यू तलको वामा
दाम छ म भिडियो देखाउँछु हेर्ने हामी चाहिँ अब त्यहाँबाट फर्किसक्यौँ होइन स्केर्ड बाटोमा स्केर्ड अब चाहिँ 4 घन्टा लाग्छ अरे 4 घन्टा हिमाल देख्छु हिमाल ल ल ल अब चाहिँ बल्ल नजिक जस्तो भयो पिच गर्नको लागि धुलो धुलो हेर्नु केदेखि गएर अगाडिको होइन हरायो त धुलो मजा आया अझै हिमाल देख्यो हिमाल कस्तो राम्रो देख्यो कस्तो दामी हेर झर्रा पनि जति तपाईँले छिटो गर्न सक्नुभयो त्यति काभ्रेनी बस्नु भन्यो अरे काभ्रेनीमा चाहिँ सिट प्याक भएर जङ्सनमा बस्नु अरे अब राम्रो राम्रो होटेल रहेछ कि यस्तो होइन पहाड सहाड भन्दा यहाँनिर कस्तो राम्रो होटेल कि ठुलो राम्रो होइन होटल कति हेऱ्यो र यता हेर्न त्यही छ त्यही हो कि कति नजिक झर्ना आयो झर्ना अब यहाँ चाहिँ कपाल फाल्ने होइन ड्याडीहरू कपाल फाल्नुहुन्छ अनि हामी चाहिँ यतिकै यहीँ झरनानिर फेरि इन्जोय गर्छौँ फोटो खिच्छौँ दामी हो यार हेर्नु बवाल हो बवाल होइन अब चाहिँ सायद त नजिकै नै छ होला ए नजिक नै होला भन्ने सोध्छु बडा हो के सबको अल्को यहाँ दामी ठाउँमा पुग्यो ल ल ल आयो अब चाहिँ हल्का मजा लाग्यो झर्ना अब अरूको भिडियोमा देखेको अब आफै आइयो नि त एकचोटि भिजिट चाहिँ गर्नै पर्ने रहेछ होइन मुस्ताङ अनि त्यसपछि मुस्ताङ चाहिँ भिजिट गर्नुपर्ने एउटा होस् हो ऊ ल दामी ल दामी हल देखेको छ बप्पा अब त्यहाँनिर गएर आफ्नो भिडियो एउटा सर्ट बनाउँछु ऊ के भन्छ यसलाई अक्स होइन एग हो के हो यो यसलाई के भन्छ एग होइन एग को यो रियल हो कि स्ट्याचु हो एग होइन रियल एगको स्ट्याचु रहेछ होइन रियल जस्तो रहेछ तर होइन यो एग चाहिँ रियल होइन म त पुरा सुरुवात होइन एग रियल भनेर पुरै उस भएको कि सक भएको दामी हो कि हेर्नु आमा यार वहाँ स्टार्टिङ हो कि वहाँ स्टार्टिङ भएर कहाँ तलसम्म हो कस्तो होइन नजिक पुरै मुखे भऱ्यो क्या त्यो पानीको सिता हुन्न त्यो आँखा कि पुरै मुखी उठ्यो यहाँ चाहिँ के अरे मनमा के अरे कपाल काटिदिनु भएको भएर ड्याडले ठुलो काटिदिनु भएको अहिले त्यो ड्याडले काटिदिन्छ भोलि चाहिँ सराद गरिदिन्छ त्यही भएर यहाँ कपाल काटिदिनु भएको कस्तो दामी छ हिँड्ने ठाउँ आउनै पर्छ कि एकचोटि त होइन एकचोटि भिजिट गर्नु मुस्ताङ भिजिट गर्दा यो बाटोमै पर्छ होइन कस्तो दामी हो कि दामी क्या अब सोसाइटी भन्नु कि त्यसलाई जस्तो बढेर गएर त्यस्तो दामी हो यो एकचोटि त आउनु पर्ने नै प्लेस रहेछ होइन यो सब मुस्ताङ जानेहरू सब मुस्ताङ कस्तो राइडिङ गर्दै नि यहाँ साइकलमा मौज हुन्छ होला है कस्तो रमाइलो हुन्छ होला है यहाँ हेर्नु यहाँ बाइकमा नि धेरै आएन बाइकमै आउनुपर्ने ठाउँ हो बाई द वे हो अब त्यही पनि कति धेरै खन् क्या हेर्नु सब लाइन बाई लाइन स्कर्पियो माइक्रो के छ के होइन अब चाहिँ जान लाग्यो यहाँबाट के भयो अब चाहिँ जान लाग्यो है अब 2 घन्टा लाग्छ पुग्नको लागि वेलकम गेटमा छिरिसक्यौँ है हामी चाहिँ आयो पस्ने ठाउँ आयो बवाल चिसो बवाल एक्सट्रिम चिसो आमामा त्यही हामी बस्नु चाहिँ यतै हो अरे अहिले त जान लाग्यो अहिले हामी बसेको होटेल चाहिँ यता यो चाहिँ म है कालो देखिरहेको अहिले हामी बस्छु
फोटो चाहिँ हो यो रुम यो चाहिँ हाम्रो रुम हो हामी चाहिँ यता घुम्न आएको यता हामी चाहिँ खानासाना खाएर घुम्न आएको यता होइन अब चाहिँ कोठा 3 जनाको क्लास चालु रहेछ अब आजको लागि यति नै अब अर्को ब्लगमा भेटौँला